दाजु अब तिहार पनि आयो। आज औँसीको दिन। भोलि त यसो साथीहरूसँग मिलेर लारिङ्गिक नाम्लिङ्गिक खेल्न जानुपर्छ है। अब यो गाउँको हाम्रो गाउँको तपाईँ मात्र अलिकति जान्ने बुझ्ने हुनुहुन्छ। यसो गाउँको केही बुढापाकाहरूसँग तपाईँ त अब धेरै कुरा गर्नुहुन्छ, मिल्नुहुन्छ। त्यसैले मैले त तपाईँलाई लारिङ्गिक नाम्लिङ्गिकको लागि अनुरोध पो गरेँ। कुरा त ठिकै गर्यो केटा, तर अब आजभोलिको जमानामा अलिक गाह्रै छ। अब किनभने आफूलाई पनि आफैले आफ्नै भाषाहरू बोल्न छाडियो। अब यो अवस्थाहरू छ। अब गाह्रो त गाह्रो नै पर्छ। अब म पनि केही थाहा छैन र मैले यसो एक दुई शब्द पल्लो घर बाजेसँग सिकेको छु। म भट्याउँछु, थोरै ट्राई गर्छु, भट्याउने ट्राई गर्छु। के लेखेर राखेको छु फोनमा, अनि म भट्याउँछु, तिमी लारिङ्गे भन्नु, अनि म कोसिस गर्छु भट्याउने, तिमी चाहिँ लारिङ्गिक भन् है केटा। ल है लारिङ्गिक भन है केटा। म ट्राई गर्छु भट्याउने। यहाँ केही शब्दहरू लेखेर राखेको छु पल्लो घरको बाजे, अनि त्यहाँबाट केही अन्यबाट मैले एक दुईवटा शब्दहरू मैले टिपेर राखेको छु र मैले लेखेर राखेको छु। अनि म भट्याउने कोसिस गर्छु, तिमी चाहिँ लारिङ्गिक भन है। ए अल्लाह अम्बी लारिङ्गे तागेर निवा फुमाङे लारिङ्गे सफादिक मुइन इसिक लारिङ्गे मेन्छम यामी साना लारिङ्गे सिकुम निवावा पोक्से लारिङ्गे। ल केटा, यति। अब अरू पनि छन् र अब यसरी नै म अभ्यास गर्छु र तिमी पनि अब लारिङ्गिक नाम्लिङ्गिक भन्नुमा अलिकति ध्यान देऊ र अरू साथीहरू पनि सिकाऊ। अनि म यो चाहिँ अलिक म अभ्यास गर्छु। अब हेर केटा, अहिलेको जमानामा सबैले आफ्नो भाषा, अब सांस्कृतिक हरेकहरू बिर्सिँदै गए, भुल्दै गए। अब हाम्रो रीतिरिवाज, संस्कृति र हाम्रो आफ्नै भाषा मुद्दामाहरू सिक्नुपर्छ। यसरी नै एउटा दुईटा गर्दै अब बुढापाकाहरूसँग सिक्नुपर्छ। अब तपाईँको सल्लाह सुझाव अनुसार चल्नुपर्छ नि दाजु। र अब भोलि अब आज औँसी हो, अनि भोलि तिहार पनि आउँदैछ। तिहार भन्नाले अब लारिङ्गिक नाम्लिङ्गिक खेल्ने दिन। अब हामी त खासै केही कुराहरू थाहा छैन। अब सिक्ने भनेको त तपाईँ अनि तपाईँले भनेको जस्तै अन्य बुढापाका बाजे काकाहरूबाट सिक्नुपर्ने हो। अब त्यही त हो नि हो दाजु। अब अहिलेको जमानामा पढ्नलाई पनि सहर छिर्नुपर्छ। सहरमा नभएर विदेश जानुपर्छ, विदेश हिँड्नुपर्छ। अनि विदेशमा अब छिरेपछि गएपछि आफ्नो भाषाहरू बिर्सिँदै गइँदो रहेछ दाजु। त्यसैले दाजुले भनेको जस्तै म पनि अब कोसिस गर्छु। ठिकै छ दाजु, तपाईँले सम्झाउनु भयो, बुझाउनु भयो। योभन्दा मलाई अरू केही पनि चाहिँदैन दाजु। तर अब वर्ष दिनमा आउने एउटा चाड हो भल्याङतङ नाम। अब हामी त अब आफ्नो भाषाहरू बिर्सिँदै गयौँ। अब तपाईँले सम्झाउनु भयो। अबदेखि म पनि एउटा दुईटा गर्दै म पनि सिक्नेछु। तर अब वर्ष दिनमा आउने एकचोटि चाड यसपालिको भल्याङतङ नाममा जाए म पनि केही साथीहरूलाई भनेको छु र अहिले भट्याउनु भयो। साह्रै खुसी लाग्यो र अलिक तपाईँ पनि अभ्यास गर्नुहोला र म पनि लारिङ्गिक नाम्लिङ्गिक भन्नुमा ध्यान दिनेछु र साथीहरूलाई पनि सिकाउनेछु।